साथीको कल आयो आज कहाँबाट साथीले कल गर्यो घुम्नु जानु भनेको जाउँ न अन्त आज छुट्टी पनि होइन चल्दिउँ ल म आएँ ल अब छाता बोक्ने त कुरै भएन किनकि आजको दिन भने सन्डे त्यही भएर हामीले घुम्ने प्लान गऱ्यौँ नि त अनि मेरो ह्यान्डसम साथीको नि एन्ट्री भइसक्यो विथ स्कुटी टल्काएर तर अनुहार भने चाहिँ फुस्रे भनेको त फेस एडिटिङ गरिदिनु अरे हो के भन्नु फेस एडिटिङ चाहिँ खोइ कुनी तर माइन्ड एडिटिङको लागि चाहिँ हामी चाहिँ तारे वीरतर्फ लाग्यो त्यो पनि सिकारी हँसाइको साथ अनि यहाँनिर भने चाहिँ हिरो र हिरोको साथीको एन्ट्री भइसकेको थियो अब तपाईँहरू कन्फ्युज भइरहेको होला को चाहिँ हिरो अनि को चाहिँ साथी अभियसली हिरो भनेपछि चाहिँ मेरो साथीको साथी मजाक से हट्के तर यहाँनिर हावा भने चाहिँ डरलाग्दो चलिरहेको थियो तर पनि म र मेरो साथी चाहिँ अझै तल हावा भएको जग्गामा गएर बसेँ नि त अनि म चाहिँ यता बसेर चाहिँ मेरो साथीलाई हेरेको त साथी त टोलाइरहेको रहेछ हौ साथी के भयो भनेको त एक्सको याद आयो नि अरे अन्त कुन चाहिँ एक्सको भनेको त कन्फ्युज छु अरे हो त्यो कुरा सुन्दा त तालु छामिजेल बनायो नि मलाई त अनि यहाँनिर साथी चाहिँ अत्तालिँदै आएर चाहिँ भन्छ लु साथी अब त जानुपर्छ किनकि यहाँ मौसम पनि खराब भइसक्यो भन्यो अन्त हामी चाहिँ उकालो लाग्दै गयो नि त अनि म चाहिँ यहाँनिर चाहिँ बाई बाई गर्दै थिएँ साथी त उता त हेरेको त डान्स गर्दैछ हौ साथी किन डान्स गरेको भनेको अब साथीले चटपटेर खाजा किनिदिन्छ अरे नि त अन्त खाजा किनिदिइसकेको थियो कि त्यसपछि त साथीले बेहोरा देखायो नि के खाने हेरिदिन्छ हौ सुप खाने अरे मोमो सुप खाएको छु कि 4टा मोमो मगाएर चाहिँ सुप माग्छ हौ शरम छैन आन्टीले अन्त त भन्नुहुँदैछ